गाइज फेरि पनि हजुरहरूलाई मेरो नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ हाम्रो घरमा एउटा नयाँ सदस्य थपिएको छ, जो अब हाम्रो दाइले आज ल्याउनु भएको छ होइन। दाइ उता हुनुहुन्छ, दाइले नयाँ गाडी निकाल्नु भएको छ है। यो गाडी हो दाइको एक्सेस 125। कस्तो छ, कलरहरू मन पऱ्यो कि परेन भनिदिनु होला है। यो चाहिँ मेरो गाडी हो, यो दाइको हो। अनि दाइले आज ल्याउनु भएको छ, पूजा पनि गरे होइन। अब एकछिन पछि साँझ पूजा हुन्छ अरे, त्यही भएर धेरै धेरै कङ्ग्रेचुलेसन दाइ होइन। अनि आफ्नो एउटा जस्तो भए पनि परदेशको ठाउँमा एउटा सानो भए पनि ठुलो भए पनि गाडी निकाल्नु भनेको सानो कुरो पनि होइन। आफ्नो दममा गाडी निकाल्नु भएको छ, राम्रोसँग चलाउनु होला, राम्रोसँग काम गर्नु होला है। ल अनि म अहिले चाहिँ मम्मीसँग कुरा गर्दैछन् भाउजू, के गर्ने कसो गर्ने। ल भाउजू, तपाईँलाई कतिको एक्साइटेड छौ तिमी गाडी निकालेर? एकदमै। धजा कहाँ खान भन न बरु, जोडले भन न। धजा कहाँ पाइन्छ? धजा कुरा म गर्नु ल, कस्तो एक्साइटेड छौ कि छैनौ? अरु अनि यहाँ हाम्रो मम्मी छन्। मम्मी पर माइला भिडियो बनाउँदा अझ हाल्न न अल्ले बाटी पकाउ न। तम्रा छोराले आज गाडी निकाल्यो, कतिको खुसी छौ त जेठा छोराले गाडी निकालेर भन त, भिडियो बन्न ला तम्रो। नयाँ गाडी ल्याउनु भएको छ, अब पूजापाठ गर्ने अरे। ल दाइ, तिमी कति खुसी छौ भन नि त उठेर। के म खुसी के हुनु यार, आफ्नो समस्याको लागि किन बाध्यताले यार। तै पनि एउटा नयाँ साधन, आफ्नो नयाँ घरमा नयाँ सदस्य थपिँदा केही न केही त एक्साइटेड पनि होला नि त। त्यस्तो एक्साइटेड केही छैन। अब यो गाडीले कति सक्सेस बाटो पुर्याउँछ त्यसपछि खुसी हुने कुरा हुन्छ। ल ठिकै छ, एकदम राम्रोसँग चलाउनु होला। कङ्ग्रेचुलेसन दाइ होइन। धन्यवाद। अहिले टु व्हिलर निकाल्नु भएको छ, अब 4 व्हिलर या 3 व्हिलर निकालेको हेर्न पाऊँ। 3 व्हिलर चलाएर पनि छोड्नु भयो, तै पनि फेरि एउटा किनेको हेर्न पाऊँ। अनि फाइनली गाइज दाइ भाउजू चाहिँ हाम्रो गाडीको पूजा गर्न हिँड्न लागे रुमतिर। अब फेरि पनि एकचोटि कङ्ग्रेचुलेसन। ल है, ल पूजा गरेर राम्रोसँग आउनु है बिस्तारै। हामी चाहिँ अहिले गाडीको पूजा गर्न आइसकेका छौँ यहाँ मन्दिरमा होइन। तर मन्दिरमा पूजा गर्नको लागि पनि यो गाडीको पूजा गर्ने हो, र मन्दिरमा पूजा गर्नको लागि पनि बिल काट्नु पर्दो रहेछ यहाँ त होइन। त्यो हो, तर हुन त हो, अब ओनरहरू हुन्छन् मन्दिरका, त्यही भएर हो। दाइभित्र बिल काट्न जानुभएको मन्दिरभित्र, अनि म चाहिँ बाहिर बस्यौँ भाउजू र म। मेरो गाडी यता, अनि यता भाउजू। अनि पूजा गरेर टक्क आज गाडीको पूजापाठ गर्नु पऱ्यो नि त होइन। नयाँ सयात्री भित्राइसक्यो भने त्यति त गर्नु पऱ्यो, त्यही भएर छोरी यता पूजा गर्न ला। मन्दिर गाडीको पूजा गर्न आएका मान्छे, छोरी भागेर यहाँ मन्दिरमा गएर आइहाल्यो। ल पूजा गर्न स्टार्ट भइसकेको छ। अब मनमा सम्झिनु केही छैन, गल्ती भने अलि नजिक आऊ न। फाइनली गाइज गाडीको पूजा भइरहेको छ है हाम्रो। अनि धेरै बेर वेट गरिसकेपछि अनि हो यो खरि हाल्नु हो क्या पानी पनि, तर हामीले अगाडि हाल्यौँ। गाइज हाम्रो चाहिँ गाडीको पूजा सुजा भइसक्यो, अब खालि यो मात्र न ऊ। फाइनली अब यो हाम्रो निम्बु मात्र पिचाउनु छ। राइट भयो। ल भयो, ग्रह दशा सब जाउन् भगवान्। ल गाइज फेरि पनि नयाँ भिडियोको साथमा उपस्थित हुनेछु हजुरहरूको माझ। अहिलेको लागि चाहिँ बाई बाई।